सो गाइज आज उठ्ने बित्तिकै खेतमा जानु पर्यो, त्यसैले घोगा खाएर एनर्जी गाडेर फेरि खेतमा पानी लगाए। अनि त्यो केही नलगाएको हामीले खेतमा पानी भन्नेखेर हामीले चाहिँ आज बेन्नो छोड्नु थियो रोपाइ गर्नको लागि, त्यसैले हामीले एउटा गरा मात्रै बनाउँदैछौँ बिउ छोड्नको लागि। फेरि हामीहरूले चाहिँ यहाँ पानी लगाएर यताउता मिर हाल्यौँ। फेरि यसरी नै हामी गडो बनाउन थाल्यौँ खेत। अनि पछि फेरि हामी यसरी खस्दै थियौँ। फेरि यो मै लगाउन थाल्यौँ, एकचोटि खन्यौँ फेरि मै लगाउन थाल्यौँ। मै लगाउने बेला त हामीहरू ड्याम कि ड्याम खस्यौँ। अनि पछि आएर पोज हान्दै अझै जाँदै अझै खस्दै गर्दै धेरै भिडियो पनि बनायो। अनि खेत पनि बराबर गर्दै गर्दै गऱ्यौँ। अनि पहिला चाहिँ भाइ र बहिनीहरू गर्दै थिए, पछि चाहिँ म यताउता खन्दै थिएँ। अनि फेरि मेरो भाइ बहिनीहरू पनि तिनीहरू गर्दा गर्दै गर्न उस्तै अब गर्दै थिए। फेरि मैले यताउता खन्न सकेँ। फेरि पछि म पनि यिनीहरूलाई सहयोग गर्नको लागि उता मै हाल्नलाई गएँ। अनि मेरो भाइ चाहिँ खस्ने बेला यस्तो पोज हान्दै थियो। अब के भनौँ, म यस्तो खस्छ अझै खस्छ अझै फेरि उठ्छ। अनि त्यहाँ कति बेला त सुती पनि पोज हानिरहेको थियो। कस्तरी पो फेरि एकचोटि त यस्तरी खस्यो नि। फेरि के भन्छ, अब म जाने होइन, अब म बस्ने होइन, तिमीहरूलाई बचाउँछु भनेर हेर्नु न यो वाला मस्त पोज हान्दै थियो। पुरा फ्यानहरू जस्तरी फ्यान सेलिब्रेटीहरू स्टेजमा कहिले बेला गर्छन् नि, त्यस्तै त्यसलाई फिल हुँदै थियो सायद, त्यस्तै गर्दै थियो। फेरि उठेर डान्स पनि यस्तो ठ्याम कि ठ्याम गरेर पोज हान्दै थियो गाइस। फेरि पछि चाहिँ अब हामीहरूलाई यस्तै गर्दै गयौँ। गरेर फेरि खेत पनि बन्न थाल्यो। अनि बराबर भइसक्यो। फेरि यसमा अहिले चाहिँ हामी खेत मात्र बनाउने हो। फेरि दिनमा हाल्यो भने फेरि घाम लाग्यो भने कुन्छ बिउ, त्यसैले साँझ चाहिँ हामी बिउ हाल्ने। अहिले चाहिँ खेत मात्र बनाउने हो। फेरि साँझ चाहिँ मम्मीले बिउ हाल्नुहुन्छ। अनि फेरि हामीले चाहिँ यसरी नै खेत बनाइदिने हो। भइगयो हाम्रो काम यति हो। फेरि हामी चाहिँ अब चाहिँ यो 2-4 चोटि अझै यसरी नै घुमायौँ। फेरि पछि हामी चाहिँ घुमाएर फेरि हामीले पाइप बोटल्यौँ। किनभने हामीले यो जुन पानी लगाउनलाई पाइप ल्याएको थियो नि, त्यो पाइप बोटल्यौँ। फेरि मोटर चलाएर नुहाउनलाई गयौँ, त्यहाँ ट्याङ्कीमा पानी हालेर। यहाँ चाहिँ हामी के खेल्दै थियौँ भनेपछि एउटा ढुङ्गा यहाँ पानी भर्ने, अनि एकचोटि चाहिँ पहिले फोहोर पखाल्यौँ, फेरि त्यो पानी खाली गऱ्यौँ। फेरि के खेल्दै थियौँ, एउटा ढुङ्गा त्यसमा हाल्ने, फेरि 3 डुब्की लगाइसक्नुभन्दा अगाडि नै त्यो ढुङ्गा खोज्नेलाई विनर मान्दै थियो, नखोज्ने चाहिँ लुजर मानिँदै थियो। फेरि मेरो बहिनीले गर्यो, अनि भाइले गर्यो, सबै बहिनीहरूले गर्यो। एउटाले लुकाउने अनि अर्कोले खोज्ने। फेरि मेरो पालो पनि आयो, मैले पनि खोजेँ। फेरि नुहाएर फेरि घरतिर लागे हामीहरू।